म कृष्ण गिबेरे टेक्निकल भ्यू च्यानल अन्तर्गत तपाईहरुले मलाई हेर्दै आइराख्नु भएको छ। आज यस भिडियो अन्तर्गत रहेर टेक्निकल भ्यू च्यानलबाट मैले रेगुलर रूपमा कति इन्कम गरिरहेको हुन्छु सम्पूर्ण जानकारी दिनेछु र साथसाथै यो भिडियो तपाईले पूरा हेर्नुभयो भने तपाईले इजिली बुझ्नुहुनेछ हामीले आफ्नो च्यानलमा राखेका भिडियोबाट प्रत्येक भिडियोबाट कति इन्कम गर्न सकिन्छ। इभन तपाईको यो डाउट पनि क्लियर हुनेछ कि हामीले कुनै पनि भिडियो बनाइयो भने एउटा भिडियो र अर्को भिडियोमा सिमिलर इन्कम हुन्छ कि फरक इन्कम हुन्छ। यदि तपाईले पनि युट्युबको इन्कम बारे बुझ्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब यो सम्पूर्ण कुरा तपाईहरुलाई देखाउनको लागि मैले जस्ट कम्प्युटर स्क्रिन शेयर गर्न चाहन्छु। जस साथीहरु म टेक्निकल भ्यू च्यानलमा छु। नर्मली सबभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि तपाईले आफ्नो च्यानलमा भिडियो अपलोड गरिराख्नुहुन्छ भने रेगुलर रूपमा तपाईले भिडियो अपलोड गरिरहँदाखेरि कमनली तपाईले आफ्ना भिडियोबाट कसरी इन्कम गर्नुहुन्छ त्यो बुझ्न जरुरी हुन्छ। त्यसको लागि मैले जस्ट यहाँनिर भ्युजलाई क्लिक गर्दा बित्तिकै मेरो च्यानलमा म्याक्सिमम भ्युज आउने भिडियोहरू टपमा देखाइरहेको छ। मैले 5 वटा भ्यूको एनालिटिक तपाईलाई शो गर्नेछु। अब तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर कुनै भिडियो लगभग 20 मिनेटको रहेको छ, कोही 5 मिनेटको रहेको छ, कोही 11 मिनेटको, कोही 8 मिनेटको, कोही 3 मिनेटको। लगभग यी 5 वटा भिडियोको इन्कम तपाईले हेरेर आफै पनि बुझ्न सक्नुहुन्छ कि एउटै खालको भिडियोबाट वा सिमिलर टाइमको भिडियोबाट सिमिलर इन्कम हुँदैन। जस्तै म तपाईलाई शो गर्न चाहन्छु। सबैभन्दा पहिले तपाईले हेर्नुभयो भने यतापट्टि हेर्न सक्नुहुन्छ हाउ टु क्रिएट अ प्रोफेसनल युट्युब च्यानल भन्ने मैले बनाएको छु। यसमा लगभग 1.8 मिलियनको हाराहारीमा भ्युज आएको छ र यसको इन्कम तपाईले हेर्नुभन्दा पहिले यसको टाइम हेर्नुहोस्। लगभग 20 मिनेटको हाराहारीमा यसको समय रहेको छ। यदि मैले यसको एनालिटिकमा क्लिक गर्छु भने तपाईँ अचम्म पर्नुहुन्छ। एराउन्ड यसले 1,20,000 रुपियाँ इन्कम गरेको छ यो एउटा भिडियोले। र यो इन्कम फ्याक्टर कहाँ डिपेन्ड गर्छ भने जस्ट रेभेन्यूमा हामी जान्छौँ भने यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ 66 प्रत्येक 1000 भ्युजको लागि 66 रुपिज इन्कम भइरहेको छ। हो त्यस अनुसारले यो इन्कम भएको यस हिसाबले अब तपाईले बुझ्न सक्नुहुन्छ। यदि तपाईले दुईवटा भिडियो जस्तै यो भिडियो 19 मिनेटको थियो भने यतापट्टिको 8 मिनेटको भिडियो छ। यदि तपाईले यिनी दुवै भिडियोको यदि लेन्थ हेर्नुहुन्छ भने फरक रहेको छ। तर इन्कमको कुरा हेर्नुहुन्छ भने अहिले तपाईँ अचम्म पर्नुहुन्छ। यो भिडियो लगभग 19 मिनेटको छ, यसभन्दा डबल भन्दा पनि धेरै छ। यो आधा भन्दा पनि कम मिनेटको रहेको छ। तर यसको इन्कम एनालिटिकमा गएर तपाईलाई म शो गर्न चाहन्छु। हेर्न सक्नुहुन्छ यसको इन्कम रहेको छ 1,28,349 रुपिज रहेको छ। इभन तपाईँ रेभेन्यू सेक्सनमा जानुहुन्छ भने यसको पर थाउजेन्डमा यसले 120 रुपिज इन्कम गर्छ। आफै बुझ्न सक्नुहुन्छ। अघि नैको भिडियोले मात्र 60 रुपिज इन्कम गरेको थियो, 68 समथिङ। भनेपछि तपाईले बुझ्न सक्नुहुन्छ यो भिडियो जुन रहेको छ यसको अपोजिटमा यो भिडियो एकदमै कम हेरिएको छ तर पनि इन्कम एकदम धेरै छ। त्यसैले गर्दा तपाईले एउटा भिडियो लामो भिडियो बनाउनु भयो त्यसबाट धेरै इन्कम गर्छु भनेर सोच्नु पनि त्यो मलाई लाग्छ रङ हो। किनभने कुनै भिडियो जसमा एड धेरै आउँछन् त्यसले इन्कम धेरै गरिरहेको हुन्छ भने कुनै भिडियो जसमा एड कम आउँछन् तर त्यो लङ भिडियो भए तापनि इन्कम त्यति धेरै हुँदैन। त्यस्तै तपाईले यो हेर्न सक्नुहुन्छ वाइफाईको पासवर्डवाला यो हेर्नुभयो भने तपाईँ अझै अचम्म पर्नुहुन्छ। 1.5 मिलियन भ्युज रहेको छ। जस्ट यसको एनालिटिक्स सेक्सनमा जानियो भने मात्र यसले 36,427 रुपियाँ इन्कम गरेको छ। त्यस्तै तपाईलाई म अर्को भिडियो देखाउन चाहन्छु। यो सेयर मार्केटकै भिडियो रहेको छ जसको इन्कम तपाईले हेर्न सक्नुहुन्छ 1 मिलियन 1.3 मिलियन नियर टु छ उसको। र यसको इन्कम हेर्न सक्नुहुन्छ ट्रिपल भन्दा पनि धेरै रहेको छ त्यो वाइफाईको भन्दा। भनेपछि तुलनात्मक रूपमा भन्यो भने सेयर मार्केटको भिडियोहरूमा इन्कम धेरै हुन्छ। रिजन के हुन्छ भने त्यसमा विभिन्न बिजनेस रिलेटेड एडहरू चलेका हुन्छन् जसले गर्दा इन्कम धेरै हुन्छ। त्यस्तै तपाईले हेर्न सक्नुहुन्छ नियर टु 1 मिलियन भ्युज छ। यसको तपाईले रेभेन्यू जेनेरेट भएको हेर्नुभयो भने अचम्म पर्नुहुन्छ। इभन यसको टाइम पनि कम रहेको छ। लगभग 24,655 25,000 भनौँ त्यति इन्कम यो भिडियोले गरेको छ। भनेपछि अब तपाईले यी 5 वटा भिडियोबाट आफै पनि क्याल्कुलेट गर्न सक्नुभयो होला कि सिमिलर एउटै टाइमको भिडियो भए तापनि इन्कम भने सिमिलर हुँदैन, फरक हुन सक्छ। त्यसैले गर्दा तपाईले आफ्नो च्यानलमा कस्तो खालको भिडियो बनाउँछ त्यसमा पनि डिपेन्ड गर्छ कि तपाईको च्यानलको इन्कम कति हुन्छ। अब मैले तपाईलाई यो महिना अहिले मार्च महिना चलेको छु यो महिनामा मेरो इन्कम कति भएको छ त्यो देखाउँछु र पक्कै पनि तपाईले त्यसबाट आफै अनुमान लगाउन सक्नुहुन्छ कि मैले मन्थली इन्कम कति गरिरहेको हुन्छु। जस्ट यहाँनिरबाट म एनालिटिक्स सेक्सनमा जान्छु। जस्ट यहाँनिर गइसकेपछि मैले तपाईलाई यतापट्टि गएर मार्च महिनाको इन्कम देखाउन चाहन्छु। अहिले रिसेन्टली भन्यो भने मार्च महिनाको 7 तारिकसम्म यहाँनिर हेर्न सक्नुहुन्छ मार्च 7 रहेको छ। अन्तिम 7 दिनको इन्कम तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर भ्युज आएको छ 4,78,000
भ्युज आएका छन् भने 17,000 वाच टाइम भएको छ र 4,000 सब्सक्राइबर गेन भएका छन् भने तपाईँले हेर्नुहुन्छ इन्कम 29,745 रुपिज रहेको छ। तपाईँले बुझ्न सक्नुहुन्छ लगभग 30,000 को हाराहारीमा लगभग 7 दिनमा इन्कम यो च्यानलले गरिरहेको छ। भनेपछि यस्तै तरिकाबाट रेगुलर रूपमा यो च्यानलले इन्कम गरिरहेको हुन्छ। तपाईँले यसबाट आफै पनि क्याल्कुलेट गर्न सक्नुहुन्छ कि टेक्निकल भ्यू च्यानलले 1 महिनामा कति इन्कम गर्छ होला। तलपट्टि कमेन्ट सेक्सनमा तपाईँले आफै क्याल्कुलेट गरेर टेक्निकल भ्यू च्यानलको इन्कम कति छ मेन्सन गरिदिनु होला। आशा गर्छु साथीहरू भिडियो हेरिसकेपछि तपाईँले राम्रोसँग बुझ्नुभएको छ कि टेक्निकल भ्यू च्यानलले कति इन्कम गर्छ र इभन प्रत्येक भिडियोबाट हामीले कस्तो तरिकाबाट इन्कम गरिरहेका हुन्छौँ। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा